हेलो साथीहरू, सन्चै हुनुहुन्छ? म चाहिँ सन्चै छु। आशा गर्दछु तपाईँहरू पनि सन्चै हुनुहुन्छ भन्ने। वेलकम छ मेरो पहिलो भ्लगमा एन्ड युट्युबमा पनि स्वागत छ। मेरो नाम चाहिँ सुमित्रा विग। मेरो जन्मस्थान चाहिँ नेपाल पोखरा। अनि अहिले हालसालै चाहिँ म चाइना छु है, किनभने मेरो विवाह चाइनामा भएको। अनि एउटा सानो क्रिएटर बन्नको लागि चाहिँ हजुरहरूको साथ सपोर्ट माया चाहिन्छ है, न त त्यो क्रिएटर चाहिँ कहिले पनि माथि जान सक्दैन, किनभने तपाईँहरूको माया चाहिन्छ। आशा गर्दछु तपाईँहरूले मलाई माया गर्नुहुन्छ भन्ने। अनि आज चाहिँ यो चाहिँ मेरो रुम है, यो चाहिँ मेरो रुम हो। अनि अहिले चाहिँ के अरे मेरो ठ्याक्कै हिजो चाहिँ 59 दिनको दिनमा चाहिँ म फेरि यहाँ माथि आएको छु, किनभने म प्रेग्नेन्ट छु। प्रेग्नेन्ट भएको कारणले गर्दा 3 महिना चाहिँ तलमाथि गर्नु हुँदैन भनेर यहाँ सासू ससुरा मेरो श्रीमानले भन्नुभयो। अनि फेरि मेरो स्वास्थ्य पनि त्यति राम्रो छैन कि अब नेपालमा प्रेग्नेन्ट भएको दिदीबहिनीहरू त त्यही काम गर्ने, झन् पहिलाको आमाहरू त कति दुःख गरेर हामीलाई जन्माउनु भयो है। तर के गर्ने, अब अहिलेको जमाना त्यस्तो नै, अलिकति केही भइहाल्यो भने केही हुन्छ कि भन्ने डर र त्रास छ। त्यसैले गर्दाखेरि मलाई चाहिँ यहाँ उकालो चाहिँ उक्लिन दिएन कि यो हो नि त, यहाँबाट तल जाने अनि उकालो उक्लिन दिनु भएन। त्यसैले चाहिँ म आएको थिइनँ। अनि साह्रो भनेर मैले चाहिँ हिजो त म आफ्नै रुममा गएर सुत्छु, मलाई निद्रा नि लागेन अरूको रुममा भनेर म आफ्नै रुममा आएको थिएँ। त्यसैले अनि साह्रै एकदमै फोहोर भएको छ। सासू ससुरहरू यहाँ रुममा सुत्नु भएको थियो नि त, अनि उहाँहरूले चाहिँ सफा गर्नु भएन, किनभने अब अलि बुढाबुढी नै हुनुहुन्छ। त्यसै कारणले गर्दा उहाँहरूले चाहिँ सफा गर्नु भएन। अनि म सकी भए पनि म आफू चाहिँ सफा गर्ने भनेर चाहिँ कोसिस गर्दैछु। अनि यो मेरो सानो भ्लगलाई तपाईँहरूले माया गरिदिनु हुन्छ भन्ने आशा गर्दछु।
र साथीहरू देख्न सक्नुहुन्छ कति महिनाको धुल हेर्नु त।
साथीहरू बल्ल सकेँ मैले चाहिँ काम है। हेर्नुहुन्छ अहिले क्या टलक टलक टल्किएको छ। त्यहाँ बाहिर यो रुम यहाँ तल अनि हाम्रो अनि हेर्न सक्नुहुन्छ अहिले मेरो रुम कति राम्रो देखियो। आशा गर्दछु तपाईँहरूले मलाई धेरै माया गर्नुहुनेछ भनेर। हुन्छ अब चाहिँ अर्को ब्लगमा भेटौँला, फेरि भेटौँला।